हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो होइन। आज चाहिँ बिहान बिहान मोबाइल खोलेर हेर्छु भन्दा त चार्जै छैन होइन। मामाकोमा आएर मैले चार्जर ल्याउनु बिर्सेको थिएँ, त्यही भएर राति मोबाइल स्विच अफ थियो। त्यसपछि बिहान बिहान एउटा अर्को ठुलो भएकोमा गएर चार्ज लगाएर बल्ल भयो। अनि अब 1000 सब्सक्राइबर पछि मोबाइल किन्ने गरेँ। अब हजुरले पुऱ्याउनुहुन्न। म चाहिँ यता मेरो मामाको पसलमा आइसकेको छु। अहिले बेलुकातिर चाहिँ आमालाई भेट्न अर्मन जाने हो। अनि हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो मामाको पसल हो, निकै नै ठुलो छ। चाहिँ खाना खान जानुभएको छ, त्यही भएर अनि एकैछिन पसल कुर्देऊ भनेर पसल हेर्दै बस्दै गरेको गाइज। गाइज होइन बाइक बिग्रेको छ, केही नि हुन्न क्या, स्टार्ट हुन्न गरे जति गरे नि बाइक बिग्रेर चलाउँला भनेको त्यही चलाउने मौका नि हरायो, किनकि बेद्री राटोमा त्यही भएर हेर्नु जति गर्दा नि जति गर्दा नि खै नगर भनेपछि नि जति गर्दा नि स्टार्ट हुन्न। के लानुहुन्छ हजुर? हेलो गाइज, म चाहिँ यता गाउँमा आएको छु। गाउँमा उता आमा हुनुहुन्छ हो, यो मेरो घर। उडाई 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 कसरी हेऱ्यो एउटा ल गराइ त ल। ल मेरो भाइले उडाउँछ रे, ए उडाइस् त। हेर्नुहोस् गाइज, यो चाहिँ मेरो सानो भाइ हो, मामा घरको। हेर्न सक्नुहुन्छ गाइज, लाइक गरिदिने भन्, लाइक सब्सक्राइब गरिदिने भन्, ठ्याक्कै भन्नु अहिले। फेरि भन् त। तेरो नाम के हो अरे? दिप्तन थुवेदी। अनि फेरि चाहिँ तँ कता बस्छस् रे? अर्मन बस्छस्? अर्मन बस्छु गाइज। आज चाहिँ भिडियो अलि लामो नि भएको होइन, किनभने यताउति दिउँसभरि भुलियो, चार्जर नि ल्याएको थिइनँ, मोबाइलमा चार्ज नि थिएन, अनि त्यसपछि भिडियो बनाउनै पाइनँ। र आजको लागि चाहिँ यति नै, यही नै बन्द गरौँ। भिडियो सानो छ तर रमाइलो है, हेरिदिनु भयो, धन्यवाद। लाइक सब्सक्राइब गर्नुहोला, थ्याङ्क यू।